कहिले नभन्नुहोस् कि म धनी भएर दिन्छु भनेर। प्रभुको राज्यको लागि तपाईँ जहाँ हुनुहुन्छ त्यहीँबाट दिन सुरु गर्नुहोस्। तपाईँले थोरै कमाउनुहुन्छ त्यहाँबाट निरन्तर दशांश छुट्याइराख्नुहोस् प्रभुको राज्यको लागि। त्यो चाहिँ सानो र दिने कुराको सुरुवात हो। माकेडोनियाको मण्डलीको बारेमा पावलले लेख्दछन्, यो मण्डली भयङ्कर कष्ट र घोर दरिद्रताबाट गरिबीबाट गइरहेको थियो, तर यो मण्डलीले बाइबल यसरी लेखेको छ, आफ्नो औकातभन्दा ज्यादा तिनीले राजी खुसीले दिए। प्रियहरू, यसकारण तपाईँहरू मैले बुझ्नुपर्ने कुरा यही छ, प्रशस्त हुँदाखेरि दिने भन्ने कुरा होइन, तर हामी जुन अवस्थाबाट गुज्रिरहेका छौँ त्यहीँबाट दिन सकौँ। जवानहरू, तपाईँ जहाँ हुनुहुन्छ त्यहीँबाट दिन सुरु गर्नुहोस्। तपाईँले जतिजना जवान कमाउनु सुरु गर्दै हुनुहुन्छ दिनुहोस्। मेरो सानो हुँदाखेरि मैले एउटा इङ्ग्लिस किताब पढेको थिएँ, त्यो किताबले मेरो लाइफ चेन्ज गर्यो। त्यो किताबमा 3टै शब्द थियो, लर्न, अर्न एन्ड रिटर्न। लर्न भनेको सानोमा पढ्नुहोस् जवानहरू, अर्न अनि कमाउनुहोस्, अनि रिटर्न परमेश्वरलाई फिर्ता दिनुहोस्। जस्तै तपाईँलाई कमाउने ज्ञान दिनुभयो त्यो परमेश्वरलाई फेरि दिनुहोस्। लोभी छैन भन्ने कुराको प्रमाण यही नै हो कि उसले निरन्तर परमेश्वरलाई दशांश दिन्छ। जुन मान्छे लोभी छ उसले दशांश दिँदैन। संसारमा एउटै मान्छे मैले देखेको छुइनँ जसले 10% पनि राखेर धनी भएको छ। प्रियहरू, परमेश्वरले हामीलाई जे दिनुभयो उहाँप्रति कृतज्ञ हुँदै हामी परमेश्वरलाई दिन सकौँ।